गृह कार्य यो शब्द सुन्ने बित्तिकै कस्तो हुन्छ कसैलाई दिक्क लाग्दो कसैलाई ठिकै हो जस्तो हो नि आज हामी यही गृह कार्यकै बारेमा अलि गहिरिएर कुरा गरौँ न त हुन्छ हामीसँग केही सामग्रीहरू पनि छन् जस्तो प्रश्नोत्तर अध्ययन गाइड केही लेखहरू अनि एउटा शैक्षिक भिडियोको अंश पनि ए राम्रो हाम्रो उद्देश्य चाहिँ के हो भने यी स्रोतहरू हेरेर गृह कार्य किन दिइन्छ यसको खास मतलब के हो अनि नेपालमा यसको चलन कस्तो छ र यसलाई साँच्चै नै विद्यार्थीको लागि फाइदाजनक कसरी बनाउने भन्ने जस्ता कुराहरू के लाउने हो ठिक छ त्यसो भए सुरु गरौँ गृह कार्य दिनुको खास कारण के रहेछ त स्रोतहरूले के भन्छन् मुख्य कुरा त के देखिन्छ भने कक्षामा जे सिक्यो त्यसलाई घरमा अभ्यास गरेर पक्का बनाउने मतलब बिर्सन नदिने एउटा पुल जस्तो होइन कक्षा कोठा र घर जोड्ने हो सैद्धान्तिक ज्ञानलाई व्यवहारमा ल्याउन सहयोग गर्ने तर त्यो मात्रै होइन नि अरू सिप पनि त छन् नि होइन र बिल्कुल जस्तो कि आफै पढ्ने बानी स्वाध्ययन भन्छौँ नि हामी अनि अनुशासन जिम्मेवारी लिने बानी समय मिलाउने तरिका यी सब जीवनमा चाहिने सिपहरू पनि सिक्ने मौका हो है हो अपेक्षा चाहिँ त्यही हो सिकेको कुरालाई आफ्नो अनुभवसँग जोड्ने अझ गहिरोसँग बुझ्ने त्यो त भयो तर खै हाम्रो नेपालको सन्दर्भमा चाहिँ के साँच्चीकै यस्तै भइरहेको छ त स्रोतहरूले अलि अर्कै कुरा देखाउँछन् कि हो त्यहाँनिर अलि समस्या देखिन्छ पहिलो कुरा त सबै स्कुल सबै शिक्षकको तरिका एउटै छैन एकरूपता नै छैन के अनि दुःखको कुरा धेरै ठाउँमा गृह कार्य भनेको किताबको अभ्यास सार्ने काम जस्तो मात्रै भएका छ त्यो रट्ने घोक्नेमै सीमित भयो पाठ्यक्रमको जुन ठूलो उद्देश्य हुन्छ नि जस्तो कि सोच्ने बानी बसाल्ने त्यो चाहिँ छुट्यो है हो त्यो बृहत्तर लक्ष्यबाट टाढा भयो अनि विद्यार्थी र अभिभावकतिर के छ उनीहरूको बुझाइ कस्तो छ अरे एउटा कुरा के छ भने धेरै विद्यार्थीले होमवर्कलाई आफ्नो लागि भन्दा पनि शिक्षकलाई वा आमा बुवालाई देखाउनै पर्ने बोझ जस्तो ठान्दा रहेछन् त्यही भएर सार्ने चलन बढेको होला नि हो नि जसरी हुन्छ सकाउने बुझाउने अनि अर्कोतिर कति अभिभावकमा चाहिँ जति धेरै होमवर्क त्यति नै राम्रो पढाइ भन्ने खालको एउटा भ्रम पनि देखिन्छ ओहो त्यसले त बेकारमा दबाब पो पर्ने भयो त बच्चालाई पर्छ नि ल यो त समस्या भयो अब समाधानतिर लागौँ न त कस्तो गृह कार्य चाहिँ राम्रो जसले साँच्चै सिकाओस् केही उदाहरण छन् स्रोतमा छन् प्रभावकारी हुनलाई गृह कार्य अलि सृजनात्मक हुनु पर्यो व्यावहारिक हुनु पर्यो अनि खोज्न लगाउने खालको हुनु पर्यो रटाउने भन्दा सोच्न लगाउने खालको होइन हो जिज्ञासा जगाउने जीवनसँग जोड्ने जस्तै एउटा उदाहरण छ आफ्नो टोल छिमेकका मान्छेहरूको पेसा के छ आर्थिक अवस्था कस्तो छ भनेर सानो सर्वे गर्न लगाउने त्यो त रमाइलो पनि हुन्छ सिक्न पनि पाइन्छ अरू केही जस्तो फोहोर मैला व्यवस्थापनको कुरा घरमा वा टोलमा के गर्न सकिन्छ त पुनः प्रयोग कसरी गर्ने यस्तो सोध्न सकियो अनि विज्ञानतिर विज्ञानमा पनि जस्तो साधारण मेसिन हुन्छ नि लिभर त्यो घर वरिपरि कहाँ कहाँ प्रयोग भएको छ खोज्न लगाउने यस्तो भयो भने त बच्चालाई पनि अलि जागर चल्छ होला नि हो नि रमाइलो पनि सिकाइ पनि कस्तो दिने भन्ने त भयो तर कति दिने मात्राको पनि कुरा आउँछ होला एउटा नियमको कुरा छ अरे नि छ अमेरिकाको नेशनल पीटीए भन्ने संस्थाले सिफारिस गरेको 10 मिनट रुल भन्छन् प्रति कक्षा प्रतिदिन 10 मिनट जति भनेपछि कक्षा 1 लाई 10 मिनट कक्षा 5 लाई 50 मिनट जस्तो हो मोटामोटी त्यस्तै यसलाई धेरैले व्यावहारिक पनि मान्छन् तर फेरि यो सबै विषय सबै विद्यार्थीलाई ठ्याक्कै यही नियम लागू हुन्छ भन्ने चाहिँ छैन अलि विचार गर्नुपर्छ त्यो त हो तर होमवर्क धेरै नै भयो भने नि त्यसको असर के हुन्छ स्रोतहरूले के भन्छन् कि यो त अलि गम्भीर कुरा होला गम्भीर छ धेरै होमवर्क भयो भने त विद्यार्थीलाई मानसिक तनाव हुन्छ निद्रा पुग्दैन अनि पढ्नै मन नलाग्ने हुन सक्छ हो र हो एउटा स्रोतमा त के पनि भनिएको छ भने होमवर्ककै प्रेसरले गर्दा तौल घट्ने वा बढ्ने जस्ता स्वास्थ्य समस्या देखिने कहिलेकाहीँ त स्कुलै छोड्नेसम्म पनि हुन सक्छ अरे ओहो त्यो त साह्रै नराम्रो भयो निकै चिन्ताजनक कुरा हो यो अनि उनीहरूको खेल्ने रमाउने साथीभाइसँग घुलमिल हुने समय पनि त गयो नि सर्वाङ्गीन विकासमा त असर पर्यो नि पर्यो यो धेरै होमवर्कको समस्या अहिले मात्रै आएको त होइन होला यसको केही इतिहास पनि छ कि
छोटोमा भन्नुपर्दा यसको इतिहास पनि रोचक छ। गृहकार्यको आइडिया त पुरानो रोममा प्लिनी भन्नेले स्मरण शक्ति बढाउन अभ्यास गराउँथे रे भन्नेसम्म छ। तर आधुनिक हिसाबले हेर्दा सन् 1957मा रुसले स्पुत्निक छोडेपछि अमेरिकामा खैलाबैला भयो। अनि विज्ञान, प्रविधि, इन्जिनियरिङ, गणित, स्टेम भन्छन् नि, त्यसमा जोड दिँदा होमवर्कको भारी वाट्टै बढ्यो रे। प्रतिस्पर्धाको कारणले हो। तर फेरि सन् 2000 पछि चाहिँ यो अत्याधिक होमवर्कबारे फेरि विश्वभरि नै बहस हुन थाल्यो। इतिहास बुझेपछि अहिलेको अवस्था अझ राम्ररी बुझिन्छ है। ल, अब यसलाई सुधार्न के गर्ने त? कसको भूमिका के? शिक्षकबाटै सुरु गरौँ न। शिक्षकको भूमिका त सबैभन्दा महत्त्वपूर्ण भइहाल्यो। उहाँहरूले विद्यार्थीको उमेर, क्षमता, उसको मनोविज्ञान बुझ्नु पर्यो। अनि पाठ्यक्रमको उद्देश्य पनि त बुझ्नु पर्यो नि, होइन? हो। अनि त्यही अनुसार सृजनात्मक सान्दर्भिक गृह कार्य दिनु पर्यो। अनि किन दिएको त्यो पनि स्पष्ट हुनु पर्यो। पहिले पढेको जाँच्न हो कि नयाँ सिकेको अभ्यास गर्न हो? अनि दिएपछि जाँच गर्ने, फिडब्याक दिने कुरा नि? त्यो त झनै महत्त्वपूर्ण। नियमित जाँच गर्ने अनि के मिल्यो के मिलेन भनेर रचनात्मक प्रतिक्रिया दिने। ल, अब अभिभावकको कुरा गरौँ। उहाँहरूले के गर्न सक्नुहुन्छ? त्यो धेरै होमवर्क नै राम्रो भन्ने सोच हटाउन केही छ उपाय? अभिभावकले घरमा पढ्ने वातावरण बनाइदिनु पर्यो, शान्त ठाउँ, अनि बच्चालाई सहयोग गर्ने, तर गरिदिने होइन है। त्यो महत्त्वपूर्ण कुरा हो। उसको प्रयासको प्रशंसा गर्ने अनि शिक्षकसँग सम्पर्कमा रहिरहने। त्यो धेरै होमवर्क राम्रो भन्ने सोचबारे चाहिँ शिक्षकसँगै खुलेर कुरा गर्दा राम्रो हुन्छ। बच्चाले साँच्चै सिकिरहेको छ कि छैन भन्नेमा ध्यान दिने। विद्यालय प्रशासनको पनि भूमिका होला नि? अवश्य। स्कुलले एउटा स्पष्ट गृहकार्य नीति बनाउनुपर्छ अनि शिक्षकहरूबीच पनि समन्वय हुनु पर्यो। भनेपछि यत्रो छलफलबाट हामी के निचोड निकाल्न सक्छौं त? हेर्नुस्, गृहकार्य आफैमा खराब कुरा होइन, तर यसको उद्देश्य के हो त्यो एकदम स्पष्ट हुनु पर्यो। यो खाली एउटा बोजिलो कर्मकाण्ड मात्र बन्नु भएन। मात्रा पनि ठिक्क हुनु पर्यो? हो, मात्रा सन्तुलित हुनु पर्यो अनि यो सृजनात्मक, अर्थपूर्ण, विद्यार्थीले साँच्चै सिक्ने खालको हुनु पर्यो। राम्रोसँग प्रयोग गर्न सकियो भने त यसले सिकाइलाई बलियो बनाउँछ नि। अन्तमा एउटा प्रश्न मेरो मनमा खेलिरहेको छ, सायद हाम्रा स्रोतहरूले पनि यतैतिर सङ्केत गरेका छन्। कतै हामी गृहकार्य मार्फत विद्यार्थीको दिमागको विकास, त्यो सोच्ने बुझ्ने क्षमतामा मात्रै धेरै ध्यान दिइरहेका छौँ कि? यो एकदमै महत्त्वपूर्ण प्रश्न उठाउनु भयो। दिनभरि स्कुलमा 6-7 घण्टा बिताउने अनि फेरि घर आएर 3-4 घण्टा होमवर्कमा लाग्ने। यसो हुँदा उनीहरूको सामाजिक विकास, भावनात्मक विकास, शारीरिक विकास, खेल्ने, कुद्ने, साथी बनाउने, यी सबैको लागि समय कहाँ बाँकी रह्यो त? हो नि। विद्यार्थीको चौतर्फी विकास कसरी सुनिश्चित गर्ने? यसको लागि अहिलेको गृहकार्यको ढाँचा, यो अभ्यासलाई अलि गम्भीर भएर फेरि हेर्नुपर्ने बेला आएको छ जस्तो लाग्छ। यो हामी सबैले सोच्नुपर्ने कुरा हो।